वेलकम बैक टु माई च्यानल। म र मेरो एकजना साथीले चाहिँ जोगमुनी जाने अगाडिदेखि नै प्लान गरिरहेको थियौँ। अनि यो भिडियो पनि खिच्ने, किनकि मान्छेहरूलाई सुरुचोटि त धेरै गाह्रो हुन्छ नि त। सो एक हामीलाई थाहा पाएको टिप्सहरू ट्रिक्सहरू अब के चाहिन्छ, कस्तो हुन्छ भन्ने एक्सपिरियन्सहरू सेयर गरौँ भनेर अगाडिदेखि भिडियो बनाउने प्लान गरेको थियौँ। बट अन्तिममा आएर सी क्यान्सल द प्लान बिकज अफ हर रिजन। अनि एक्कासी मलाई प्लान क्यान्सल हुँदाखेरि चाहिँ मलाई कस्तो कस्तो भइरहेको थियो। अनि मैले यस्तो सम्झिँदाखेरि मलाई याद आयो, विराटनगरमा एकजना दिदी हुन्छ, मैले चाहिँ उहाँलाई चाहिँ काठमाडौँमा भेटेको थिएँ। अनि उहाँले मलाई काठमाडौँमा यति धेरै ख्याल राख्नुभयो मेरो। दिस इज वान अफ द स्विटेस्ट काइन्डेस्ट पर्सन आई नो। मेरो लागि चाहिँ सी इज लाइक ओ माई गड, मेरो लागि त्यतिखेर फरिस्ता भएर आउनुभयो त्यहाँतिर। अनि मैले उहाँलाई फोन गरेँ, अनि दिदी म यसरी आउन आँटेको छु, बजार जान भ्याउनुहुन्छ भने, बिकज सी एकदमै बिजी हुनुहुन्छ नि त उहाँ पनि, आफ्नो लाइफमा नानी छ, पढाइ छ उहाँको पनि। अनि मैले फोन गरेर सोद्धाखेरि फ्री हुन्छु भन्नुभयो। एन्ड वाज लाइक ओके म आउँछु, हामी बजार जाउँ। एन्ड म यहाँदेखि बिहानै निस्केँ। अनि म बिहानै 6:30-7 बजीतिर हिँडेको थिएँ नि त। त्यसैले बस यस्तो खाली थियो। बाटो चाहिँ भगवान, बाटो चाहिँ यस्तो खत्तम, धुलै धुलो। बाटो खासमा बनाउँदैछ, त्यसैले सुरुमा बनाउनुभन्दा अगाडि बिगार्नु पर्यो नि त। अनि यस्तो बाटो बिग्रेको थियो। अनि भिडियो एडिट गर्दै जानु पर्यो भनेर भिडियो एडिट गर्न खोजेको, बट यस्तो हल्लायो गाडीले, मैले भिडियो एडिट गर्नै सकिनँ। बल्ल बल्ल पुगेँ म विराटनगर। यहाँदेखि चाहिँ तपाईँले अर्को सिटी चढेर जोगमुनी जाँदा हुन्छ, बट म चाहिँ मेरो दिदीलाई भेट्न जाँदै थिएँ। सो द्याट म दिदीसँग त्यहाँदेखि जानको लागि। सो मैले चाहिँ दिदीलाई भेटेँ। अब चाहिँ हामी यहाँ खाना खान्छौँ अनि जान्छौँ, किनकि एनर्जी धेरै चाहिन्छ नि त सपिङ गर्नुको लागि त। आज दिनभर सपिङ गर्नु छैन। अनि एनर्जी धेरै चाहिन्छ, त्यसैले बार्गेनिङ चाहिँ तपाईँ पनि गर्नु है, मलाई चाहिँ बार्गेनिङ गरेर आउँदैन। ओके ओके, हामी खाना खाएर जोगमुनी जान्छौँ। बाई। तपाईँहरू सिटी चढेर जानुभयो भने चाहिँ यो गेटको आसपास रोकिदिन्छ, अनि यो गेटभित्र जानुपर्छ। यो गेट चाहिँ मेन गेट हो, पानी ट्याङ्की छिर्ने। टिप्स नम्बर 1, म पनि सुरुचोटि जाँदाखेरि कन्फ्युज भएको थिएँ। अनि मैले नागरिकता बोकिवरी गएको थिएँ क्या, नागरिकता चाहिन्छ होला भनेर, किनकि दार्जिलिङ सिक्किमहरू जाँदाखेरि इन्डिया टु नेपाल बोर्डरमा नागरिकता देखाउनु पर्थ्यो। सो यहाँ पनि देखाउनु पर्छ होला भनेर नागरिकता लिएर गएको थिएँ, बट नागरिकता चाहिँदैन रहेछ। म योभन्दा अगाडि आउँदा नि यो बनाउँदै थियो जस्तो लाग्छ। यो के गरेको हो कि के हो? दाइको बेमा भनेको थियो, मैले आएको थिएँ तर निस्किनै भ्याइएन है भनेको थियो त। टिप्स नम्बर 2, मैले फर्स्ट टाइम जाँदाखेरि आफ्नो फोन ब्यागदेखि निकालेकै थिइनँ क्या, चोरी हुन्छ के सुनेको थियो। त्यसैले त्यस्तो नराम्रो त नहोला, बट एज यु क्यान सी यति धेरै भिड हुन्छ। सावधान रहे, सतर्क रहे, यहाँ मात्र होइन हरेक भिडभाड ठाउँमा। सो मार्केट चाहिँ यहाँदेखि स्टार्ट हुन्छ। सुरुमा आउँछ चप्पल ब्याग्सहरूको सेक्सन, सुरुमै आउँछ चप्पल र ब्याग्सको चाहिँ। अनि किन्न मन छ भने चाहिँ सुरुमै किनिहाल्नु, कि त फर्किँदाखेरि अन्तिममा किन्नु भन्छु। अब यस्तो बिहेहरूको लागि भनेर स्पेसिफिक खालको किन्न आँट्नुभएको छ भने चाहिँ भित्र किन्दा हुन्छ। बिहे बेहुली चप्पलहरू चाहिँ भित्र पाइन्छ, यहाँनिर चाहिँ पाइँदैन। यहाँ नर्मल खालको चप्पलहरू चाहिँ यहीँदेखि किन्दा राम्रो। कसरी यो चप्पलहरू? कतिमा दिनुहुन्छ? नानीहरूको रहेछ है यहाँनिर चाहिँ। कस्तो क्युट क्युट। टिप्स नम्बर 3, जे सामान लिँदाखेरि पनि मजाले चेक गरिदिनुहोस्। स्पेसिफिकली भन्नुपर्दा चप्पल चाहिँ दुईटै खुट्टामा लगाएर ट्राई गरेर मात्र लिनुहोस्, किनकि एउटै साइजको हुँदाखेरि पनि कहिलेकाहीँ साइज डिफ्रेन्ट हुन्छ। राजस्थान होइन जो यहाँदेखि निस्क्यौँ ल, लुगातिरै जाउँ ल। अनि त्यसपछि लाग्यौँ हामी लुगा किन्नतर्फ। अनि आयो टिप्स नम्बर 4, र एकदमै इम्पोर्टेन्ट टिप्स भनेको बार्गेनिङ। बार्गेनिङ गेम सुड बी लाइक A1, एनर्जी 100 लेभल बार्गेनिङको लागि। किनकि उहाँहरूले प्राइस मोस्टली डबल भन्नुभएको हुन्छ। जस्तै उहाँहरूले 4500 भन्नुभयो भने हामीले 2500बाट बार्गेनिङ स्टार्ट गर्दा हुन्छ। सो आई विल सजेस्ट यु गाइज टु गो विथ समन हु इज रियली गुड एट बार्गेनिङ। 2 दिन आइहाल्छ। 2000 हो। आमै 32 है त। कस्तो खालको चाहियो?
वो नीचे वाला क्या है? खोइ अब एक्ज्याक्ट यस्तो भने छैन जुन राम्रो आयो त्यति नै हो अम्ब्रेला टाइप हैन? अनि यसरी नै एउटा दोकान दुईटा दोकान तीनटा दोकान भन्दा भन्दै 10-15वटा दोकान हामी डुल्यौँ अझै बेसी नै डुल्यौँ मलाई सायद अनि मलाई सबभन्दा मन परेको जोगमनीको कुरा भनेको चाहिँ उहाँहरूले चाहिँ लुगा चाहिँ मजाले देखाइदिनुहुन्छ क्या जस्तो यताउति चाहिँ लुगा पट्याउनु पर्छ भनेर राम्ररी खोलेर देखाउँदैन नि यहाँनिर चाहिँ त्यो कुरा चाहिँ हुँदैन एकदम मजाले दिल खोलेर लुगा देखाउँछन् भन्ने छैन केटीहरूले लाउने खालको अलिक यङहरूले लाउने खालको यङहरूले लाउने खालको देखाउनु रेड नदेखाउनु भनेको छ अलिक केटीहरूले लाउने खालको क्या अलिक फेन्सी टाइपको तर हेभी होइन यसरी क्या लुगाहरू चाहिँ मजाले देखाउनुहुन्छ क्या त्यहाँनिर मलाई चाहिँ त्यो कुरा चाहिँ सबैभन्दा मन पऱ्यो क्या जोगमुनीको कलर त यो पनि होइन अनि टिप्स नम्बर 5 भनेको चाहिँ डु नट जज अ बुक बाई इट्स कभर किनकि यति सानो सानो दोकान हुन्छ फ्रन्टबाट चाहिँ अनि तपाईँले त्यहाँ गएर सामान निकाल्न लाउनुभयो भने चाहिँ उहाँले यति धेरै सामान निकाल्नुहुन्छ अन्डरग्राउन्ड अप्पर ग्राउन्ड सब भित्रभित्र यस्तो धेरै ठुलो ठुलो गोदाम हुन्छ त्यहाँनिर सो डन्ट जज बुक बाई इट्स कभर दोकान सानो छ भनेर त्यहाँ नछिर्ने चाहिँ होइन त्यस्तोमा चाहिँ राम्रो राम्रो लुगा हुन्छ टिप्स नम्बर 7 अनि एक बोतल पानी चाहिँ आफूसँगै लिएर हिँड्नु किनकि त्यहाँभित्र यति धेरै गर्मी हुन्छ दिमाग हल्लिन्छ लोकल त्यहाँको पानी फुडहरू चाहिँ एभोइड गर्दा नै राम्रो मलाई आफै त्यस्तै भइरहेछ आज कुनै कुनै दिन आउँदा त यस्तो जिम्मी चल्छ जिम्मी जिमी नचलाउँ नचला मनै पर्दैन जिम्मी बस्दै बस्दैन राम्ररी फोटो छैन हामी हेर्ने हो मन पर्यो भने लिने हो हेलो म हिजो गएको थिएँ इन्डिया अनि आज मात्र मैले भिडियो बनाएको बिकज म त्यहाँदेखि आउँदा यति धेरै थाकिसकेको थिएँ त्यसमै म आउँदाखेरि पनि झन् झन् 6 बजिसकेको थियो बेलुकाको अनि यति धेरै थाकेको थिएँ म फर्किँदाखेरि केही भिडियो पनि बनाइनँ होला मैले बट म छिटो छिटो देखाइहाल्छु किनकि मलाई अफिस जान ढिलो भइसकेको छ अहिले पनि ओके म सुरुमा एउटा कुरा भन्छु के भएको रहेछ भन्दाखेरि चाहिँ मुस्लिमहरूले मनाउने हुन्छ नि 1 महिनासम्म केही पानी खाने केही खाँदैन थुकहरू पनि निल्दैनन् नि निल्नु हुँदैन नि हो त्यो चाहिँ रमजान त्यो फेस्टिभल चाहिँ चलिरहेको रहेछ हो त्यसले गर्दाखेरि पनि अझै धेरै भिड थियो भन्दा अगाडि जाँदा मलाई यति धेरै राम्रो लागेको थियो जोगमनीको लुगाहरू स्पेसिफिकली कुर्ताहरू साडीहरू यो पालि मलाई केही मन परेन क्या हतपति म यति धेरै लुगा किन्न गएको थिएँ त्यसको 25% पनि मैले किनिनँ होला अनि यो पालि मलाई धेरै प्राइस पनि धेरै लाग्यो अरू टाइमको हेरी किनकि फेस्टिभलले गर्दाखेरि होला अलिक बेसी प्राइस भन्नु भएको थियो ओके त्यो छोडिदिउँ के किन्यौँ भनेर मात्रै देखाउँ अब सो मैले सबैभन्दा सुरुमा चाहिँ यो जुत्ती यसमा सबै कलर मिक्स छ क्या जस्तै ब्लू भयो येल्लो भयो पिङ्क भयो सबै मिक्स छ नि त गोल्डनहरू भयो सिल्भर पनि भयो त्यसरी यस्तो मिक्स कलर हुँदाखेरि चाहिँ भरसक जुनै कलरको लुगाहरूमा पनि म्याच हुन्छ अनि मलाई चाहिँ योपालि यति धेरै सर्ट कुर्तीहरू मन परेको छ सर्ट कुर्ती पेन्ट अनि यो इट लुक्स सो गुड यो सबभन्दा सुरुमा मैले यो किने होइन अनि त्यस पछाडि मैले किने यो कुर्ता छ रेशमालाई चाहिँ ठिक्क हुन्छ होला भनेर किनेको यो चाहिँ अलिक ठुलो साइजको हुन्छ रेशमालाई एक्ज्याक्ट कस्तो साइज कुन साइज लाग्थ्यो पनि मलाई थाहा थिएन मैले एज्युम गरेर किनेको यो कुर्ता चाहिँ रेशमाको लागि यो प्रिटी छ एकदम प्रिटी छ कलर कस्तो बेग्लै खालको छ क्या मतलब यहाँ चाहिँ त्यसरी देखाइसकेको छैन बट कस्तो मजाले टल्किने खालको येल्लो छ अनि यहाँनिरको डिजाइन घाँटीको गलाको डिजाइन राम्रो छ अनि यो तलपट्टि कस्तो अर्कै खालको छ क्या यो अलिक अर्कै मतलब युनिक खालको छ अलिक सुरुवाल चाहिँ सिम्पल रहेछ यसको अनि सल छ सल पनि सिम्पलै छ 5-6 वटा जति कुर्ता लिन गएको 2टा मात्र कुर्ता लिएर आएको छु त्यसपछि मैले किने एउटा यस्तो राम्रो कुर्ता मलाई देख्ने बित्तिकै सुरुमै कस्तो राम्रो लाग्यो होइन व्हाइट कलरमा थियो मैले चाहिँ खासमा भाउजूलाई किनेको थिएँ बट व्हाइटमा किन्दिम भइरहेको थियो येल्लोमा पनि थियो तर येल्लो र व्हाइट कम्पेयर गरेर हेर्दाखेरि चाहिँ मलाई फेरि व्हाइट मन पर्यो अनि मैले व्हाइट किनिदिएँ म देखाउँछु ल यो चाहिँ मेरो सबैभन्दा फेभरेट किने मध्ये सबैभन्दा हैन फेभरेटै हो अझै एउटा पनि राम्रो लागेको छ बट उल्टो भएछ यो कुर्ता कस्तो राम्रो लाग्यो क्या मलाई सुरुमा देख्ने बित्तिकै परैबाट झुन्डाएको थियो अनि परैबाट देख्ने बित्तिकै कस्तो राम्रो लाग्यो पक्कै मजाले आउँछ यो चाहिँ यस्तो राम्रो छ क्या यो
यो कुर्तासँग चाहिँ टेम्पो ज्वेलरीहरू लगायो भने चाहिँ कस्तो राम्रो देखिन्छ क्या, गोल्डन कलर खुलेर आउँछ नि त व्हाइटमा। व्हाइट पनि पुरै व्हाइट छैन, अफ व्हाइट छ है यस्तो। अनि यसको चाहिँ सुरुवाल पनि राम्रो लाग्यो क्या मलाई। सुरुवालमा प्लेन सुरुवाल छैन, प्लेन सुरुवाल छैन भनेको है, यस्तो छ। यो सुरुवाल भयो अनि यसको तल चाहिँ भएछ, तल चाहिँ यस्तो डिजाइन छ क्या, ठ्याक्क कुर्ता यहाँसम्म आउँछ अनि फेरि यो सुरुवालको डिजाइन देखिन्छ अनि यतापट्टि साइडमा कट रहेछ यहाँनिर सुरुवालको। अनि अर्को मन परेको यसको सल पनि राम्रो छ। कुनै कुनैको चाहिँ सल कस्तो हुन्छ होइन, कुर्ता राम्रो भएर सल पनि यसको चाहिँ राम्रो छ क्या यस्तो। राम्रो खालको छ, मतलब कि उक्किने ओर्नेहरू पनि हुँदैन, कुर्ताको कपडा पनि राम्रो छ, दह्रो छ, कपडाको क्वालिटीमा नो डाउट एकदम राम्रो छ यो त्यसमै। अनि यसमा के छ भन्नु न चाहिँ, यसमा छ यस्तो क्युट ब्याग, ब्याग छ अनि ब्यागमा चेन पनि छ। यो मेरो सबैभन्दा फेभरेट पर्चेस त्यहाँनिरको जोगमुनीको। यस्तो क्युट छ यो, यस्तो क्युट छ नि हैन। यस नानीको लागि हो क्या यो कुर्ता चाहिँ, मेरो नानी दिदीको छोरी छ नि त, 2 वर्षको भर्खर 2 वर्ष पुगेछ नि, उसको लागि यो कुर्ता ठिक्क भएको छ क्या। मलाई फेरि कस्तो राम्रो लागेको होइन। यसलाई कति पर्यो होला भन्नु न, यसलाई यो दुईटै सेटलाई 250, यो सेटको 250, कुर्ताको मात्र होइन सुरुवालको मात्र होइन, कुर्ता र सुरुवालको 250। घटाउनु परेन, केही पनि परेन, 250 भन्नु मैले 250 दिएँ, घटाउँदा घट्छु कि बा, बरु तर मैले दिएँ 250 नै सेटलाई नै। अनि मैले लगाएर देखाएको चाहिँ यो भिडियो पनि हालिदिन्छु ल, यहाँनिर भिडियो बनाएको थिएँ लगाएको नानीको भने। साडी पनि 2-3वटा किन्छु भनेर गएको थिएँ, बट मलाई साडी पनि मन परेन। जोगमुनी पुगेर साडी मन नपराउने चाहिँ मै मात्र होला कि के हो, तर दिदीलाई पनि मन परेको थिएन क्या, मतलब त्यहाँ गइराख्ने मान्छेलाई पनि आज के हो लुगै छैन त भनिराख्नु भएको थियो। अनि प्राइस पनि त्यस्तै धेरै धेरै भनिरहेको थियो। योपालि चाहिँ त्यो सिजन त्यस्तै सिजनमा पुगेँ कि म, के भयो एउटा साडी चाहिँ किनेँ मैले, यो साडी हेभी छ, यो साडी पनि स्टिल कलरको साडी छ अनि त्यसको बोर्डरमा चाहिँ यस्तो टिक 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 छ। अनि त्यहाँदेखि मलाई यति धेरै सर्ट कुर्ती मन परेको थियो अगाडिचोटि जाँदाखेरि, अनि यस्तो राम्रो कस्तो डिफ्रेन्ट डिजाइनहरू थियो क्या, जस्तै यो ग्रिन कलरको भयो, मैले फोटो भिडियो भेट्ने हालिदिएँ, यो भयो, यो व्हाइट कलरको भयो। यतिखेर यहाँनिर यो डिजाइनहरू देखेको पनि थिएन क्या, त्यतिखेर त्यहाँनिर यो डिजाइनहरू कति राम्रो यस्तो एक्स्ट्रा खालको डिजाइनहरू थियो क्या सर्ट कुर्तीहरूको पनि। यो बेला जाँदा केही पनि थिएन। अब नराम्रो चाहिँ भन्दिनँ, मैले आफै किनेको लुगा हो होइन, बट ओके यो कुर्ता भयो सर्ट कुर्ती, यो नर्मली पनि यता पाइन्छ क्या भन्न खोजेको कुरा चाहिँ, सेम प्राइस रेन्जमा पनि पाइन सक्छ। अनि अर्को यो राम्रो छ, 250 मा राम्रो हो कि, तर जोगमुनीमा धेरै डिफ्रेन्ट एक्स्ट्रा डिजाइनहरूको हुन्थ्यो क्या, यहाँनिर नपाएको। अनि मैले त्यही एक्सपेक्टेसन राखेर गएको थिएँ, जुन भेटाइन। सटरडे चाहिँ विराटनगर बन्द हुँदो रहेछ, अनि बन्द भएको मौकामा चाहिँ दोकानको मान्छेहरू चाहिँ सायद सामान लिन जानु हुँदो रहेछ त्यहाँनिर, त्यसले एकदमै धेरै भिड हुँदो रहेछ, सटरडे नजानु। मैले टिप्सहरू भन्दाखेरि यो सायद छुटेको रहेछ र मैले फेरि यो भिडियो बनाएर भनेको। यदि तपाईँहरू बिहेको सपिङ गर्न जाँदै हुन्छ भने चाहिँ बिहेको कार्ड बोकेर जानु, सो द्याट त्यहाँनिर त्यो कार्ड देखाउनु भयो भने चाहिँ तपाईँहरूले अलिक बेसी सपिङ गर्न दिनुहुँदो रहेछ भन्सार नतिरिकन। सो बिहे हुँदैछ, व्रतबन्धहरू हुँदैछ, गुरुचोल हुँदैछ भने चाहिँ त्यसको कार्ड लिएर जानु पर्यो, त्यहाँ देखाउनु भने अलिक बेसी सपिङ गर्न पाउनुहुने रहेछ। अनि अर्को भनेको चाहिँ नेपाली पैसा चाहिँ चल्छ है गाइस त्यहाँनिर, किनकि नेपाल इन्डिया भनेर हामीले पैसा चेन्ज गरेर गइराख्नु पर्दैन, नेपाली रुपिज नै राम्रोसँगले चल्छ त्यहाँनिर।